स्वागत छ लिनक्स नेपालीमा। आज चाहिँ हामी जोरिनाको नयाँ भर्जन जुन चाहिँ 18 आइसकेको छ हैन, त्यसको आइसो फाइल डाउनलोड गरेर चाहिँ भर्चुअल बक्समा इन्स्टल गर्नेछौँ। र योभन्दा अगाडि चाहिँ हामीले 17 लाई इन्स्टल गरेका थियौँ हैन। आज चाहिँ हामी 18 लाई इन्स्टल गर्नेछौँ र केही कुरो बुझिएन भने चाहिँ तल कमेन्ट गर्नु होला। र सबैभन्दा पहिला त हामीले फायरफक्स ओपन गर्छौँ। सो यहाँनिर गएर चाहिँ jorina.com भनेर इन्टर हाल्दिनुस् सिधै। त्यसपछि भनेको यहाँ डाउनलोड अप्सन आउँछ, डाउनलोड गरिदिनुस्। त्यसपछि हामीले कोरलाई पनि डाउनलोड गर्छौँ, सिधै कोरलाई डाउनलोड गरिदिनुस्। स्क्रिप्ट डाउनलोड गरिदिनुस् र यहाँ डाउनलोड हुन्छ। भएन भने यहाँ डिफ्रेन्ट सर्भरमा युज गरेर चाहिँ तपाईँले जुनसुकैमा क्लिक गरे पनि डाउनलोड हुन्छ। यहाँ अटोमेटिकली डाउनलोड दियो। सो मैले चाहिँ यसलाई अलिक छिटो होस् भनेर अगाडि नै गरिसकेको छु, त्यसरी अहिले क्यान्सल गरिदिएँ र यसलाई पनि अहिले क्लोज गरिदियो र भर्चुअल बक्सलाई ओपन गर्नुहोस् हैन। यो कुराहरू मैले अगाडिको भिडियोमा सिकाएकाले अलि म फास्ट फरवर्डमा लान्छु। सो हाम्रो यो पुरानो भनेको एजी भनेको 17 हो भने अहिले चाहिँ 18 गर्ने हो, त्यसैले न्यू गर्नुहोस्। सो यहाँ नाम दिनुपर्छ, जोरिना 18 भनेर दिएँ मैले। सो टाइपमा ओएस लिनक्स छ, ओरेकलमा गएर हामी चाहिँ अहिले डेबियन युज गर्छौँ। सो यसले खासै केही फरक पार्दैन। मैले यसलाई 4 जिबीको दिएँ र हार्ड डिस्कमा गएर 20 जिबी अलिक थोरै हुन्छ। सो यसलाई 40 जिबी मैले गरिदिएँ यसलाई र फिनिस गरिदिएँ। सो हाम्रो 18 रेडी भइसकेको छ। सेटिङमा जाने हो, त्यसपछि स्टोरेजमा जानुहोस्, सरी डिस्प्लेमा। डिस्प्लेलाई पनि अलिकति थोरै बढाइदिँदा हुन्छ, फुल गर्नु भए पनि हुन्छ, नगर्दा पनि हुन्छ। सो स्टोरेजमा जानुहोस्, यो एमपिटी भनेर भनेको छ, यहाँ जानुहोस्, यो डिस्कटप आइकनमा क्लिक गरेर चाहिँ चुज द डिस्क फाइल गर्नुहोस् र तपाईँहरूले कहाँ डाउनलोड गर्नुभएको छ सो त्यहाँनिर जानुहोस्। मेरो चाहिँ भनेको युगेट भन्ने अप्सनमा छ, डकुमेन्टमा राखेको छ भने डाउनलोडमा गएर चाहिँ ओपन गरिदिनुहोस्। तपाईँहरूको डाउनलोडमा हो भने डाउनलोडमा गएर गर्नुहोस्, त्यसपछि ओके गरिदिनुहोस्। सो यहाँनिर इम्पोर्ट भइसकेको छ, यहाँ पनि हेर्न सक्नुहुन्छ। त्यसपछि भनेको स्टार्ट गरिदिनुहोस्। सो एकछिन हुन्छ, यसले स्टार्ट भयो र भनेको भ्यूमा गएर चाहिँ तपाईँहरूले यो फर्स्ट सेकेन्ड थर्ड आइकनलाई चाहिँ स्केल्ड मोडमा चाहिँ इनेबल गरिदिनु भने चाहिँ यो चाहिँ स्क्रिन अनुसारको अटोमेटिकली लिन्छ र टाइमलाइन लिएर अटोमेटिकली बुट भएन। र यसलाई फुल गर्नु हो भने फुल स्क्रिन भयो र हाफ गर्नु हो भने चाहिँ ठ्याक्कै त्यही अनुसारको स्क्रिन साइज लिन्छ। ओके, सो यहाँनिर चाहिँ सम फाइल चेक गर्छ, त्यसैले कन्ट्रोल सी थिचिरहनु 2-3 ताली ताकि यो क्यान्सल होस्, हामीलाई चाहिँदैन। स्किप भनिसक्यो। सो यो चाहिँ भनेको जोरिना 18 हो। सो हामीले समलाई क्यान्सल गरिसकेपछि यस्तो स्क्रिन आउँछ सबभन्दा पहिला। र यहाँनिर दुईवटा अप्सन छ, यो भनेको चाहिँ भाषाको अप्सन भयो, यो खासै अप्सनमा अलि पहिला भनेको ट्राई ओर इन्स्टल भन्ने छ। ट्राई भनेको चाहिँ तपाईँले इन्स्टल नगरिकन हेर्न सक्नुहुन्छ नि, हामी चाहिँ इन्स्टलमा जान्छौँ, सिधै इन्स्टल गरौँ र एकछिन वेट गर्नुहोस् इन्स्टलमा। त्यसपछि भनेको चाहिँ हाम्रो यो किबोर्ड लेआउट आउँछ। किबोर्ड लेआउटमा चाहिँ भनेको इङ्ग्लिस युएस नै रहन दिनुहोस् र यता पनि इङ्ग्लिस युएस नै रहन दिनुहोस्। त्यसपछि कन्टिन्यू गरिदिनुहोस् र यहाँ पनि हेर्न सक्नुहुन्छ कति स्टेप फलो हो भनेर। सो त्यसपछि भनेको चाहिँ यहाँनिर यो अपडेट भन्छ हैन, यो चाहिँ हामीलाई चाहिँदैन अहिले, यो अफै गरिदिउँ, यसले इन्स्टलेसनमा एकदम ढिलै गर्छ। सो त्यसैले कन्टिन्यू गरिदिउँ। सेम चाहिँ यो प्रक्रिया चाहिँ भनेको 17 जस्तै छ है, बस अलिकति फिचरहरू चाहिँ नयाँ नयाँ एड भएको छ, त्यति हो 18 मा। त्यसपछि भनेको यस्तो प्रक्रिया देखाउँछ र यहाँनिर भनेको चाहिँ हामीले पहिला 17 मा इन्स्टल गर्दाखेरि चाहिँ यहाँबाट गएको छौँ भने समथिङ एल्स भनेर यो मेथडबाट युज गरेको थियौँ भने हामी चाहिँ आज फर्स्ट डाइरेक्ट इन्स्टल गर्छौँ। सो यसमा चाहिँ केही पनि पार्टिसन गर्नु पर्दैन, अटोमेटिकली इन्स्टल हुन्छ हैन, त्यसैले इन्स्टल नाउ गरिदिन्छु म। त्यसपछि भनेको चाहिँ यस्तो देखाउँछ हैन हामीलाई। ओके, थोरै माथि गयो र यहाँनिर भनेको चाहिँ यसले अटोमेटिकली पार्टिसन गरिदिइरहेको छ हैन।
हामीले पुरानो भिडियोमा चाहिँ आफूले म्यानुअली पार्टिसन गरेर बनाएको थियौँ भने यहाँनिर चाहिँ भनेको यसले जम्मा 2टा पार्टिसन गरेर राखेको छ सिस्टमलाई चाहिने। सो हामी अलिक धेरै छेडखानी गर्दैनौँ, सिधै कन्टिन्यू गरिदिन्छौँ। र हामीलाई यहाँनिर चाहिँ भनेको कन्ट्री चुज गर्न हुन्छ, हामीलाई काठमाडौँ अटोमेटिकली लिन्छ यसले टाइम जोन अनुसारको, त्यसैले सिधै कन्टिन्यू गरिदिन्छौँ। र यहाँनिर भनेको चाहिँ तपाईँहरूले आफ्नो नाम दिन सक्नुहुन्छ। सो मैले लिनक्स नेपाली दिएँ होइन, यो कम्प्युटर नेम भनेर भन्छ। सो कम्प्युटर नेममा पनि नाम दिएँ र पासवर्ड भनेको चाहिँ अहिले हामी सिम्पलै राख्छौँ। सो 1 2 3 4 र यो कुरालाई चाहिँ हामी पछि इन्स्टल भइसकेपछि चेन्ज गर्छौँ। सो सबै कुरा चेक गर्नुहोस्, किनभने अहिले डिफिकल्ट पासवर्ड आएर पछि तपाईँ इन्स्टल गरेपछि पासवर्ड बिर्सिनु भने एकदम तनाव हुन्छ। त्यही भएर अहिले सिम्पल राख्नुहोस्, पछि चेन्ज गर्न मिल्छ। सो त्यही भएर कन्टिन्यू गरिदिनुहोस्। र यसपछि भनेको चाहिँ निकै टाइम लाग्छ तपाईँहरूलाई, तपाईँको सिस्टमको पर्फर्मेन्स अनुसारको। त्यही भएर एकछिन धैर्य गर्नुहोस्। र यहाँ थिच्नु हो भने चाहिँ यहाँ के भइरहेको छ भन्ने कुरा देखिन्छ। सो वेट गर्नुहोस् है त, लगभग आधी घन्टाभन्दा बढी पनि लाग्न सक्ला, कम्प्युटरको पावर अनुसारको टाइम लाग्छ। त्यही भएर एकछिन वेट गर्नुहोस् है। सो यो प्रोसेस चाहिँ कम्प्लिट हुन आँट्दैछ होइन, अझै केही टाइम लाग्छ, लगभग अझै 15 देखि 20 मिनटसम्म लाग्ला। सो म अहिले भिडियोलाई पज गरिदिन्छु है त। सो तपाईँहरूको चाहिँ यहाँनिर लास्टमा गएर चाहिँ कविन इन्स्टलेसन लग भनेर आइरहेको छ भने चाहिँ यो भनेको चाहिँ अन्तिम प्रोसेस हो होइन। यसपछि चाहिँ भनेको यो प्रोसेस सकेपछि चाहिँ रिस्टार्टको अप्सन आउँछ। सो केही बेर वेट गर्नुहोस् है त, त्यो आएपछि देखाउँछु। त्यसपछि भनेको चाहिँ यस्तो आइकन देखाउँछ होइन। सो यो चाहिँ इन्स्टलेसन कम्प्लिट भइसकेको छ। त्यसपछि भनेको रिस्टार्ट नाउ भन्नेमा क्लिक गरिदिनुहोस्। सो सिस्टम चाहिँ एकतालि रिस्टार्ट हुन्छ। सो यहाँ पछि पनि एकैछिन वेट गर्नुहोस्, एउटा सानो प्रब्लम हुन्छ। हामीले रिबुटलाई इन्टर गरिसकेपछि चाहिँ कम्प्युटर रिबुट स्टार्ट हुनुभन्दा अगाडि चाहिँ यस्तो एउटा देखाउँछ होइन। सो यहाँनिर भनेको चाहिँ तपाईँले इन्टर थिच्न भन्छ। त्यो चाहिँ भनेको हामीले यहाँ आइएसओ फाइललाई इन्सर्ट गरेका हुन्छौँ नि। सो यो हटिसकेको छ, हट्न चाहिँ त्यही पनि इन्टर थिच्न भनेर भन्छ। यहाँनिर सुरुमा भिडियोको अगाडि नै यहाँ नोटिस गर्नु हो भने चाहिँ यहाँ आइएसओ फाइल भनेर दिएको हुन्थ्यो भने अझै हटिसकेको हुन्छ। इन्टर थिच्न भने चाहिँ ती कुराहरू सबै हट्छ। सो तपाईँको सिस्टम चाहिँ रिस्टार्ट भयो है अब। सो यो जोरिना चाहिँ सक्सेसफुली इन्स्टल भइसकेको छ होइन। यो चाहिँ रिस्टार्ट हुँदैछ है। सो तपाईँहरूले रिस्टार्ट गरिसकेपछि चाहिँ सो फर्स्टमा चाहिँ यस्तो देखाउँछ र तपाईँहरूले यहाँनिर ल्याएर चाहिँ माउसलाई एकतालि क्लिक गरिदिनु हो भने चाहिँ यहाँ पासवर्ड हाल्न हुन्छ। पासवर्ड हालिदिनुहोस्। हामीले सिम्पल पासवर्ड सेटअप गरेका थियौँ 1 2 3 को फाइललाई। सो यस्तो छ। त्यसपछि इन्टर गरिदिनु हो भने चाहिँ यस्तो खालको आउँछ र सर ओभरभ्यू हेर्न सक्नुहुन्छ के कुराहरू छन् भनेर। सो स्टार्ट गरेर हेर्नु हो भने चाहिँ यहाँ हल्का टुरमा लिएर जान्छ होइन। बेसिक ओभरभ्यू दिन्छ यसले चाहिँ, कस्तो कस्तो छ के छ भन्ने कुराहरू दिन्छ होइन। सो यो चाहिँ हामीलाई खासै आवश्यक छैन, त्यसैले म प्रिभ्यू गरेर क्यान्सल गरिदिन्छु, नो थ्याङ्क गर्दै। जोरिना ओएसको डिस्प्ले यस्तो छ होइन, फर्स्ट लुक्स। त्यसपछि भनेको यहाँनिर भनेको 2-3वटा एप्लिकेसन पिन गरेर गएको छ। यो चाहिँ ब्रेभ ब्राउजर हो भने यो चाहिँ फाइल म्यानेजर हो र यो चाहिँ भनेको सफ्टवेयर जहाँ चाहिँ तपाईँहरूले सिस्टम एपहरूलाई डाउनलोड गर्न सक्नुहुन्छ होइन। र यहाँनिर यो जोरिना जस्तो आइकन सिम्बलमा यहाँ क्लिक गर्नु हो भने चाहिँ तपाईँहरूले यहाँ विभिन्न कुराहरू देख्नुहुन्छ। र यहाँ थपिएको भनेको एउटा वेब एप भन्ने छ है। यो चाहिँ 17 भर्जनमा छैन भने 18 भर्जनमा यो एउटा नयाँ कुरा आएको छ। त्यसपछि गएर अरू यिनीहरूमा त सेमै छ, ग्राफिकल पनि सेमै छ। चाहिँ इन्टरनेटमा चाहिँ एउटा यही वेब एप भन्ने आएको छ। ओभरभ्यू मैले पुरानो भिडियोमा बनाएको छु, त्यहाँ पनि हेर्न सक्नुहुन्छ ओभरभ्यू भन्नेमा। सो अरूमा चाहिँ खासै केही पनि अपडेट भएको छैन।
अरू कुरा भनेको चाहिँ सबै डिफल्टमै छ है, यो डिफल्ट कुराहरू हुन् यिनीहरू चाहिँ सिस्टम टुलहरू भयो होइन। ओके, यो छ भने अब यहाँनिर गएर चाहिँ अलिअलि कस्टमाइजेसन गर्न सक्नुहुन्छ। र यो एउटा आइकन चाहिँ आएछ होइन, यो चाहिँ भनेको त्यही स्विच गर्नलाई भयो। 17 मा चाहिँ यहाँनिर एउटा आइकन थियो होइन मल्टिटास्किङको लागि पनि, 18 मा चाहिँ यहाँनिर ल्याइदिएछ। सो ओके, यस्तो छ। यो मैले पुरानो भिडियोमा बुझाइहालेँ छ। त्यो थिम्सहरू छ, इफेक्टहरू छ होइन। यो कसरी युज गर्ने भनेर मैले ठ्याक्कै योभन्दा लास्ट भिडियोमा चाहिँ लिङ्क डिस्क्रिप्सनमा राखिदिन्छु, त्यहाँ गएर हेर्न सक्नुहुन्छ कस्टमाइजेसन। सो अरू कुरा भनेको सबै 17 मै सेम छ। बस एउटा थपिएको भनेको चाहिँ एउटा मुख्य इन्टरनेटमा गएर चाहिँ यहाँ वेब एप भन्ने छ, यो चाहिँ एड भएको छ है। सो म 17 मा यो कसरी इन्स्टल गर्ने भन्ने यसको बारेमा भिडियो बनाउँछु, तपाईँ चाहिन्छ भने कमेन्ट गर्नु। सो यो एउटा एड भएको छ। र अर्को भनेको चाहिँ यसरी मल्टिटास्किङ गर्नलाई चाहिँ यो ठ्याक्कै विन्डोजको जस्तो यो एप्लिकेसन म्यानेज गर्नलाई होइन। सो यो पनि एउटा नयाँ कुरा एड भएको छ। र सानसानो कुराहरू खासै त्यस्तो ठुलो चेन्जेस त छैन, सानो चेन्जेस छ, बट त्यसले केही राम्रै लुक्स दिन्छ भन्ने हो। सो यो चाहिँ भनेको विन्डोज 11 को नयाँ फिचर हो होइन। यस्तो मल्टिटास्क गर्नलाई चाहिँ विभिन्न एप्लिकेसनहरूलाई चाहिँ म्यानेज गर्न आएको छ कि यसले। मैले थुप्रै खोल्यो भने त्यही अनुसारको दिन्छ। सो यहाँनिर भनेको चाहिँ खासै यसको काम चाहिँ के हो भने तपाईँले अब यहाँ नामसाम दिएर विभिन्न कुरा गर्नुपर्छ होइन, कन्फिगर गर्नुपर्छ। यसको बारेमा डिफ्रेन्ट भिडियो बनाउँला। यसले खासमा गर्ने भनेको चाहिँ तपाईँहरूको माइक्रोसफ्ट एक्सेल, वर्ड, पावर पोइन्टहरूलाई चाहिँ अनलाइनबाट चलाउन पनि बनाइदिन्छ। सो यही नै छ। र यसको बारेमा एबाउट भ्यू इन्फोमा गएर हेर्नुहुन्छ भने सो ओके, यहाँनिर हेर्नुहुन्छ नि जोरिना 18 कोर हो। र यो चाहिँ भनेको भर्चुअल बक्समा इन्स्टल भएको छ भनिरहेको छ। ड्युअल कोर सिपियु, 4 GB ऱ्याम, डिस्क छ होइन। अनि सिस्टम डिटेलमा गएर हेर्नुहुन्छ भने चाहिँ यही चाहिँ जोरिना ओएस छ होइन। सो यो चाहिँ भनेको ओरेकल भर्चुअल बक्समा इन्स्टल भएको छ भनेर दिइरहेको छ यहाँ, यही हो। खासै त्यस्तो डिफ्रेन्स त छैन। सो यही सामान्य चेन्जेसहरू छ, तर सानो सानो चेन्जेस छ है। ओके, आजलाई यति नै गरौँ। र यहाँ सब्सक्राइब चाहिँ गर्नुहोस् है तपाईँहरूले, ताकि आउँदो दिनमा पनि भिडियोहरू लिनक्स बारेमै आउँछ। लिनक्सको अब लर्निङ, सेक्युरिटी, नेटवर्किङ अनि एप्लिकेसन सबैको बारेमा भिडियो आउँछ। त्यही भएर सब्सक्राइब चाहिँ गरिराख्नु होला, ताकि केही अपडेटहरू आयो भने जानकारी आओस्। सो लास्टमा जाँदा चाहिँ तपाईँहरूले सिस्टमलाई चाहिँ अफ गर्नु पर्दाखेरि चाहिँ त्यो यहाँनिर एउटा आइकन देख्नुहुन्छ क्लोज भनेर। सो यहाँ क्लिक गर्नुभयो भने चाहिँ यस्तो देखाउँछ। र यहाँमध्ये 2-3वटा अप्सनहरू छ। सबभन्दा अन्तिमको चाहिँ लास्टको पावर अफ भन्ने अप्सनमा क्लिक गर्नुहोस् र ओके थिचिदिनुहोस्। सो पावर अफ हुन्छ। सो स्टार्ट गर्नुपर्दा फेरि स्टार्ट गरिदिँदा हुन्छ नि त, यही हो।